नमस्कार, म किशोर दत्त बराल। लामो समयदेखि म एउटा विश्वासका साथ अघि बढिरहेको छु। राजनीति केवल सत्ता र भाषणसँग होइन, उत्पादन, ज्ञान, प्रविधि र समृद्धिसँग जोडिनुपर्छ। यही सोचलाई व्यवहारमा उतार्ने प्रयास स्वरूप मैले पोखरा कृषि पर्यटन एकाडेमी तथा अनुसन्धान केन्द्र पार्क नेपाल स्थापना गरेको छु। यहाँ प्रकृति छ, कृषि छ, अनुसन्धान छ र सिकाइको सुन्दर वातावरण छ। म अब यसलाई डिजिटल नवपरिवर्तनको केन्द्र बनाउने अभियानमा लागेको छु। मैले एउटा सपना देखिरहेको छु। नेपालका युवाहरू विदेश जानुपर्ने बाध्यता नबनोस्, आफ्नै देशबाट विश्वसँग जोडिएर काम गर्न सकुन्। यहीं बसेर युट्युब, फेसबुक, एआई, डिजिटल मार्केटिङ, डिजिटल एग्रो टुरिज्म, अनलाइन ट्रेनिङ, रिसर्च, पोडकास्ट, कन्टेन्ट क्रिएसन र फ्रिल्यान्सिङ जस्ता क्षेत्रबाट आय आर्जन गर्न सकुन्। यसका लागि म एक्लै पर्याप्त छैन, म केही अधुरो र अपुरो पनि छु। यसैले म प्राविधिक साथीहरू, कन्टेन्ट क्रिएटरहरू, युट्युबरहरू, एआई विशेषज्ञहरू, फ्रिल्यान्सरहरू, प्रशिक्षकहरू, अनुसन्धानकर्ता, उद्यमी र नयाँ सोच भएका सबैलाई हार्दिक आह्वान गर्दछु। यदि तपाईसँग ज्ञान छ, सिप छ, अनुभव छ वा सहकार्य गर्ने इच्छा छ भने आउनुहोस्, हामी सबै मिलेर पार्क नेपाललाई नेपालकै नमुना डिजिटल एग्रो टुरिज्म एन्ड इनोभेसन हब बनाऊ। म विश्वास गर्छु भविष्यमा सबैभन्दा ठुलो सम्पत्ति केवल जमिन वा भवन होइन, ज्ञान, प्रविधि, सृजनशीलता र सहकार्य हुनेछ। यदि तपाईँ पनि यही सोच राख्नुहुन्छ भने कृपया यो भिडियो सेयर गर्नुहोस्, आफ्नो सुझाव दिनुहोस् र हामीसँग सम्पर्क गर्नुहोस्। आउनुहोस्, प्रकृतिलाई प्रविधिसँग, उत्पादनलाई नवपरिवर्तनसँग र नेपाललाई विश्वसँग जोड्ने एउटा नयाँ अभियानमा सँगै अगाडि बढौँ। हस्त धन्यवाद, नमस्कार।